ओ माई गड, रवि लामिछाने गिद्धले सिनो लुछे चाहिँ लुछेको यो देश उठाउनु पर्नेछ, बनाउनु पर्नेछ। घन्टी चिन्हमा मतदान गर्नुहोस् भनेर नेपाली जनतालाई आह्वान गरेका छन्। कांग्रेस एमालेलाई चेतावनी दिएका छन्, तिमीहरूको कुनै चलखेल र दबाब र धाक र धम्की कुनै पनि हालतमा स्वीकार्ने हुने छैन र हामी डराउँदैनौँ, हामी झुक्ने छैनौँ। हामी भुइँको मान्छे हो, भुइँसम्म निहुरिन रेडी छौँ, तर गलत प्रविधिसँग झुक्न चाहिँ 1 इन्च पनि छैन भनेर रवि लामिछानेले चेतावनी दिएका छन्। यसै गरी यो देश समृद्धिको मार्गमा नयाँ नेपालको खाका खोज्नु पर्ने छ भने घन्टी चिन्हमा मतदान गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत 2/3 दिएर सम्पूर्ण देशैभरिका नेपाली जनताहरूले एकचोटि चेक गर्नुहोस् भन्न चाहन्छु। म रवि लामिछानेको स्थिति र रवि लामिछानेको प्राण र बालनछाको भिजनलाई चाहिँ तपाईँहरूले एकचोटि अँगालेर हेर्नुहोस्। यो नेपाली जनताले, हाम्रा भावी पुस्ता, हाम्रा छोरा नातिहरूले दुःख पाउने छैनन्। यो देशमा रोजगार हुनेछ, यो देश समृद्धिको मार्गमा जानेछ र स्वास्थ्य शिक्षाहरू निःशुल्क हुनेछ, गुणस्तरीय हुनेछ, हरेक कुनामा बाटोघाटो पुग्नेछ। यो देश बनाउनु पर्नेछ भने बालेन्द्र रविलाई 2/3 मत दिएर नयाँ नेपालको खाका खोज्न सफल हुनुहोस् भन्न चाहन्छु, प्रधानमन्त्री र गृहमन्त्री बनाएर।